ल है हामी चाहिँ अहिले दामाखेडा आइपुगिसक्यौँ है। आज त कार्यक्रम सुरु नभएकोले गर्दाखेरि सुनसान रहेछ है। हाम्रो ग्रुपहरू पर पुगिसक्यो, हामी चाहिँ हिँडेर जाँदैछौँ। यो चाहिँ हाम्रो दामाखेडा गेट हो, कवीर धर्मनगर दामाखेडा भनेर लेखेको गेट चाहिँ हो। यहाँदेखिको लगभग 10 मिनट 15 मिनट 10 मिनट भित्रमा चाहिँ हामी भक्ति भवनहरू पुग्छौँ। आइपुग्यौँ है। हामी हिँड्नेमा परेछौँ होइन। यो चाहिँ हो हाम्रो दामाखेडा गेट, कवीर धर्मनगर दामाखेडा है। यहाँलाई म मजाले देखाउने छु। अब आइपुग्यौँ हामी दामाखेडा। मेरो खुट्टा चाहिँ अलिकति पिल्सेको कारणले गर्दाखेरि हजुर यहाँ हेर्नु नि, यहाँनिर यो अमन इलेक्ट्रोनिक्स चाहिँ वेलकम टु दामाखेडा। यो चाहिँ हाम्रो दामाखेडा गेट हो, कवीर धर्मनगर दामाखेडा। यहाँदेखिको लगभग 10 मिनटभित्र पर पहेँलो बिल्डिङ देखिरहनु भएको छ तपाईँहरूले भित्र। त्यहाँनिरदेखिको अलिक उतापट्टि चाहिँ भक्ति भवन छ। यो चाहिँ अब सब हाम्रो कवीर पन्थीहरूको कवीर धर्मनगर दामाखेडा भनेर यहाँ लेखेको देख्नुभयो। त्यो भित्र चाहिँ अब चाहिँ हामी पश्चिम दामाखेडा, यहाँभित्र चाहिँ यस्तो छ है। र अब यहाँदेखिको चाहिँ लगभग 15-10 मिनटभित्रमा चाहिँ हामी भक्ति भवनमा पुग्नेछौँ। त्यहाँ बस्ने जग्गा हाम्रो ताजा बाजा हुनेछ, खाना खाने कुराहरू हुनेछ। मेरो चस्मा ग्लासको चाहिँ ह्यान्डल भाँचिरहेको छ, गरम त हेभी रहेछ, आँखा खोल्नु नसक्नु। दामाखेडा पुगियो, अब गएर एकछिन नुहाइधुवाइ गरेर रेस्ट गरिन्छ, खाना खाइन्छ। यहाँनिर चाहिँ उयसको बेलामा चाहिँ माघ मेलामा चाहिँ यहाँ चाहिँ ड्याम्मै लुगा दोकान हुन्छ, तर आज छैन रहेछ हो। यस्तो छ, पानी परेछ अलिअलि, पानी आइरहेको रहेछ। यहाँ लाइभ गरिरहेको बेलामा चाहिँ फोन आएर चाहिँ अलिक डिस्टर्ब भयो हो यहाँहरूलाई। यहाँनिर म देखाउँदैछु, यहाँ चाहिँ ड्याम्मै लुगा दोकान थियो हुन्छ ल। यहाँ लुगा दोकान ड्याम्मै हुन्थ्यो नि क्या त, तर आज भने चाहिँ अहिले चाहिँ छैन रहेछ, अब काम सुरु नभएकोले गर्दाखेरि। साहु इलेक्ट्रोनिक्स हिलो हिलो लाग्ने रहेछ है। रातो माटो जाँदैन पो त्यहाँको माटो त। यहाँबाट स्वाट्टै जानुपर्छ उता दाजु नि, स्वाट्टै उताबाट र त स्वाट्टै क्या त। ल हामी आइपुग्यौँ, पर पनि जानेहरू पनि हाम्रो ग्रुप जान्दिम। भाइ हामी
आइपुग्यौँ डामाखेडा सलादहरू धुलो चाहिँ डेन्जर नै रहेछ यस्तो छ है डामाखेडा सद्गुरु कवीर धर्मनगर डामाखेडा आइपुग्यौँ हामी घाम लाग्यो अहिले चाहिँ टन घाम लाग्यो है देवा अहिले चाहिँ टन आमामा मौसम ह्युमिड वेदर हाम्रो लागि चाहिँ हजुर एउटा केही छैन रहेछ नि अहिले त हजुर यस्तो छ है फोन आएर कि के लाग्यो भइरहेको छ फोन आएकोले गर्दाखेरि यहाँनिर डिस्टर्ब भइरहेको छ है लाइभ भइरहेको छु कृपया फोन अहिले नगरिदिने म अनुरोध गर्दछु भन्नु यस्तो भइरहेको छ है गरम चाहिँ हेभी नै हुनु थाल्यो हो हामी भक्ति भवनपट्टि पस्दैछौँ अब यो बाटो चाहिँ अलिक हिलो हिलो रहेछ यहाँदेखिको 5 मिनट जस्तो लाग्नेछ रातो माटो छ यहाँ यस्तो चाहिँ यस्तो छ जग्गा यहाँनिरबाट चाहिँ सिधै चाहिँ गयौँ भने छिट्टो पुग्छ यो चाहिँ सबै दोकान एरियाहरू हो तर अहिले लगाएको छैन रहेछ आज दोकानहरू केही पनि है यहाँहरूलाई म देखाउने प्रयास गरिरहेको छु सद्गुरु कवीर धर्मनगर डामाखेडाको यो दृश्य पहिला पनि म आएकै हो यो बाटो चाहिँ ड्याम्मै बजार लाग्छ एकदमै खचाखच हुन्छ तर आज भने चाहिँ खाली रहेछ हैन यहाँ दबाई दोकान थियो एउटा यो त यहाँ चाहिँ मैले दबाई किनेको थिएँ यस्तो छ सद्गुरु कवीर धर्मनगर डामाखेडा दोकानको लागि रेडी गर्दै रहेछ यहाँनिर दोकान थाप्नको लागि यो मेडिकल सपमा चाहिँ मैले दबाई किनेको हो पहिला हैन रेडी गर्दै रहेछ बनाउन थालेछ पर पोस्टरहरू पनि टाङ्ने गरेकोहरू पनि देखेँ पुलिस सहायता केन्द्र डामाखेडा आइपुग्यो कालिम्पोङ दही यस्तो छ है छत्तीसगढ पुलिस
अब भने चाहिँ हामी दरबारको छेउमा आइपुग्नु आँट्यौँ। आइपुग्यौँ दरबार। यहाँनिर चाहिँ अहिले भरि चाहिँ यो कार्यक्रमभरि चाहिँ गेट लगाएर यस्तो बनाएको रहेछ। यहाँनिर चाहिँ ड्याम्मै खाजा दोकान हुन्छ, तर अहिले चाहिँ कार्यक्रम सुरु नभएकोले गर्दाखेरि चाहिँ आइपुगेको छैन रहेछ। यस्तो भइरहेको छ जग्गाहरू। चाय बन्दगी चाय यस्तो नयाँ बनिँदो रहेछ, नयाँ फेरि आइपुगेकै कन्स्ट्रक्सन। चाहे बन्दगी चाहे बन्दगी नेपाली साहब आ रहे हैं हामी आइपुग्यौँ दरबार। भक्ति भन्छ यतापट्टि हो। हामी आइपुग्यौँ है। यतापट्टि रहेछ खाना खाने जग्गा बनाएको रहेछ। अहिले हाम्रो ग्रुपहरू चाहिँ उतापट्टि रहेछ। यतापट्टि चाहिँ यता यो के बिक्रीहरू गर्ने जग्गाहरू हो। यस्तो छ। हामी यहाँनिर भवन साहिबको दरबारको नजिक आइपुग्यौँ। यताबाट चाहिँ भक्ति भवन जान्छौँ है। यस्तो छ है। भक्ति भवन चाहिँ यतापट्टि हो। खाना खाने जग्गाहरू यतापट्टि रहेछ। दरबार